म चाहिँ अहिले बौद्ध आएको छु होइन बौद्ध स्कुलमा यो चाहिँ त्योभन्दा अगाडिको दृश्य हो बौद्ध स्कुलको अनि त्यहाँ गएर त्यहाँको बौद्धभित्र हेर्नुपर्छ अब तपाईँले घुमेको हुँदैन अब हेरौँ कस्तो रहेछ हाम्रो बौद्ध म चाहिँ बौद्ध स्टुपभित्र जाँदैछु होइन यहाँको दृश्यहरू चाहिँ एकदमै रमाइलो खालको छ राम्रो खालको छ होइन कस्तो अलिक उज्यालो खुसी पछाडिको दृश्यहरू कस्तो राम्रो छ अनि यहाँ चाहिँ अब धेरै टुरिस्टहरू आउँछन् लामाहरू आउँछन् धेरैजना आउँछन् अनि यहाँको दृश्यहरू हेर्ने गर्छन् अनि यता वरिपरि हेर्नु बजार छ यहाँ अब विभिन्न सेलरहरूले विभिन्न कुराहरू सेल गर्छन् अनि यहाँ मार्क्सहरू विभिन्न होटलहरू हुन्छ यहाँको एरिया एकदमै रमाइलो छ र यता ठुलो छ बौद्ध हाम्रो अनि यहाँ चाहिँ विभिन्न इक्विपमेन्टहरू पाउँछ बुद्धिस्टको त्यस्तै छ अनि यता चाहिँ अहिले त्यति भिड रहेनछ नभए अरू बेला त धेरै भिड हुन्थ्यो अहिले अलिक इन्टरनेसनल टुरिस्टहरू पनि आएका छैन अलिक सिजन नभएर होला अब सिजन भएपछि टुरिस्टहरू पनि आउँछन् विभिन्न टुरिस्टहरू आउने गर्छन् र पछाडिको दृश्यहरू हेर्नुहोस् कत्रो ठुलो छ यो अब मूर्ति बनाउन धेरै पैसा लाग्यो होला मलाई जहाँसम्म लाग्छ अनि अरू त अब यस्तै छ यता वरिपरिको दृश्यहरू हेर्नुहोस् रमाइलो छ अनि यहाँ टुरिस्टहरू भिडियो बनाउँदैछन् अनि यहाँ घुमाउने ठाउँहरू पनि रहेछ म चाहिँ यहाँ भित्र छिरिसकेँ होइन अलिकति स्टुपा छेउमा स्टुपा छेउमा चाहिँ पहिला अस्ति चाहिँ छिर्न दिँदैन थियो अहिले चाहिँ छिर्न दिँदो रहेछ होइन जुत्ता चप्पल खोलेर छिर भन्दै थियो अनि जुत्ता चप्पल खोलेरै छिरियौँ छिर्न चाहिँ अनि अब बौद्ध स्टुपा भनेको बेला बेला आउँदै गर्नुपर्छ होइन रमाइलो हुन्छ घुम्न ओर्नको लागि त्यही हो आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला फेरि राम्रो भिडियो हाल्दै गर्छु हस् त धन्यवाद।